ॐ वक्रतुण्ड महाकाय कोटिसूर्य समप्रभः निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। समादरणीय दर्शक एवं श्रोता मित्रहरू नमस्कार। म पण्डित ओमप्रकाश पोखरेल यहाँहरूका सामु उपस्थित भइसकेको छु। आज हामी तपाईहरुका सामु श्री स्वस्थानी व्रतकथा अन्तर्गतको प्रथम अध्याय लिएर उपस्थित भइसकेका छौं। अबको आजको दिनबाट हामीले एक महिनासम्म लगातार श्री स्वस्थानी व्रतकथाका एक दिन एक अध्यायको दरले 30औं अध्यायसम्म तपाईहरुको सामु लिएर उपस्थित हुने वाचा र प्रतिज्ञा गर्दछु। समादरणीय दर्शक एवं श्रोता मित्रहरू, तपाईहरुले हाम्रो भिडियो कुन ठाउँबाट हेर्दै सुन्दै हुनुहुन्छ र कस्तो लाग्दैछ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया तलको कमेन्ट बक्समा कमेन्ट गरेर बताउन नबिर्सिनुहोला। र तपाईहरुले हाम्रो च्यानललाई सब्स्क्राइब गरेर सँगै आउने बेल नोटिफिकेसनलाई पनि अलमा राख्न नबिर्सिनुहोला। र तपाईहरुलाई केही जिज्ञासा छन्, केही कुराहरू सोध्न जान्न बुझ्न मन छ भने तल रहेको सम्पर्क नम्बरमा व्हाट्सएपमा सम्पर्क गरेर पनि आफ्नो गुनासो सल्लाह सुझाव प्रतिक्रिया के भए सम्पर्क गर्न सक्नुहुनेछ। भन्दै अब ढिला नगरिकन लागौं विषयवस्तुतर्फ नै। तर त्यो भन्दा पहिला तपाईहरुसँग म सधैँ पहिलाको जसरी निरन्तर रूपमा उपस्थित हुन सकेको छैन, किनकि म अहिले थोरै अध्ययनको लागि नेपालभन्दा बाहिर छु। हाम्रो चाहिँ वृन्दावनमा छु। यस कारणले गर्दाखेरि म तपाईहरुको सामु निरन्तर उपस्थित हुन सकिरहेको छैन। तर लामो समयपछि यसरी तपाईहरुको सामु साक्षात्कार गर्न पाउँदा हर्षित, गर्वान्वित र प्रफुल्लित महसुस गरिरहेको छु। अब अध्ययन सकिए लगत्तै तपाईहरुको सामु निरन्तर उपस्थित हुने वाचा र प्रतिज्ञा गर्दै अब लागौं विषयवस्तु तर्फ नै। सबैजनाले हातमा चन्दन अक्षता फूल लिएर नमस्कार गर्नुहोला। सुरुमा हामीले प्रार्थना गर्नेछौं। श्री गणेशाय नमः, श्री स्वस्थानी परमेश्वरै नमो नमः, श्री सरस्वत्यै नमो नमः। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति देवैस्तवैर् वेदैः साङ्गपदक्रमोपनिषदैर् गायन्ति यं सामगान्। ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तां न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमत्सन्धनचर्चितजलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावलीशोभितः सर्वज्ञाननिधानपुस्तकधरी रुद्राक्षमालाधरी वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादात् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीं कथासुदुपमां देव्याः श्रुत्वा विष्टफलं लभेत्। यति भनेर चन्दन अक्षता फूल श्री स्वस्थानी परमेश्वरीको पुस्तकमा अर्पण गरिदिनुहोला। त्यसपश्चात एकचित्त एक वृत्ति भएर कथाको श्रवण गर्नुहोला। तपाईहरुले हल्ला नगरिकन ध्यान चित्त वृत्तिले कथा श्रवण गर्नुहुनेछ भन्ने आशा र प्रतिज्ञा। तपाईहरुले एकचित्त एक वृत्त भएर कथा श्रवण गर्नुहोला। अब हामीले प्रथम अध्यायबाट कथा श्रवण गराउन सुरु गर्नेछौं। अथ प्रथमोऽध्यायः
स्कन्दौ वाचः। मुनिहरूमा पनि श्रेष्ठ मानिएका अगस्त्य मुनिलाई कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, तपाईं एकचित्त भई सुन्नु अवश्य। अघि यस संसारको सृष्टि गर्दा भएको पहिलो शान्त्यतीत पक्ष, त्यसबाट शक्ति उत्पन्न भयो। तत्पश्चात शक्तिमान अर्थात् शिवदेखि मायाको उत्पत्ति भयो। मायादेखि पर अव्यक्त प्रकृति उत्पन्न भइन्। पहिले त्यस अव्यक्त प्रकृतिको मालिक अधिष्ठाता मालिक आत्मा छ। प्रथम उत्पन्न भएकी शक्तिदेखि पर शान्त्यतीत पक्ष, त्यसभन्दा पनि पर शान्ति पक्ष, त्यसभन्दा पनि पर विद्या पक्ष, त्यसदेखि पर प्रतिष्ठा पक्ष, त्यसभन्दा पनि पर निवृत्ति पक्ष। यही नै ईश्वरको सृष्टिको वर्णन संक्षेपमा बताइएको छ। जुन क्रमले त्यसका सृष्टि भएको छ, त्यसैको उल्टो रीतले संहार पनि हुन्छ। यी 5 पदको उपदेश सृष्टिदेखि पछिलाई मात्र लिएर गरिएको होइन, यो त आदिलाई पनि लिएर गरिएको हो। महापददेखि विशेष पदसम्म उत्पत्ति हुन्छ। त्यसकारण यो जगत 5 कालले व्याप्त भइरहेको छ। यसैले जुन अव्यक्तको कारण छ, सो आत्मादेखि अधिष्ठित हुन्छ। तर यसमा अव्यक्त पनि जीवन कुनै कर्तृत्व हुँदैन। प्रकृति अचेत हुनाले, जीवात्मा अज्ञानी हुनाले, प्रधान परमाणु आदि जो छन् सबै अचेत छन्। बुद्धिमानहरूले बिना कारण स्वयं आफै हुन सक्दैन भनी भन्दछन्। हे मुनि, यस कारण जुन कार्य हेतुयुक्त हुन्छ, त्यसलाई सर्वशक्तिमान सर्वज्ञ अर्थात् अनादि पुरुष सदा ऐश्वर्यादिले युक्त हुन्छ। यस जगतका मालिक महेश्वर छन्। ठुला ठुला कार्य गर्ने पनि भगवान सर्वव्यापक छन्। यसैले यिनीबाट नै सम्पूर्ण प्रकृति हुन्छ भनी सत्पुरुषलाई दृढ निश्चय छ। अल्पज्ञहरू त्यस पक्षलाई जान्दैनन्, तसर्थ यिनीहरू ग्रहण गर्नै सक्दैनन्। जब कार्य प्रारम्भ हुन्छ, त्यस बेलादेखि प्रलयको अर्थात् संहारको बखत आउँछ, त्यहाँसम्म ब्रह्माको 100 वर्ष व्यतीत हुन्छ। हे मुनि, यही अव्यक्त जन्म ब्रह्माको आयुको क्रम हो। जुन ब्रह्माको आयुको आधा भाग छ, त्यसलाई परार्ध भनिन्छ। जब 2 परार्ध व्यतीत हुन्छ, तब ब्रह्माको आयु पनि व्यतीत हुन्छ। अव्यक्त आत्माको कार्यलाई साथै लिए आत्मामा माकुराले जालो गुटमुटाए जसरी लिए जस्तो गरिरहन्छ। तब यो जगत आत्मामा नै विकारले युक्त भई समृद्ध हुन जान्छ। तब यो प्रधान पुरुष पनि आफ्ना धर्मले सत्व रज र तम यी 3 गुणले बराबर भई सर्वत्र फैलिए झैं गरी फैलिन्छ। सर्वत्र व्याप्त पनि भइरहन्छ, फैलिरहन्छ। यी गुणहरू समान नभई तमोमय हुनाले अचल हुन सक्दैनन्। केवल वायुले शान्त गराएको निश्चल जल झैं छन्। फरक गरिएको थाहा हुँदैन। जब जगतको नजानिने बखत उनै महेश्वर रातमा स्थित रहिकन रात व्यतीत हुन्छ। रात व्यतीत हुन पुग्यो, तब प्रधान पुरुषै दुवैलाई मायाको योगद्वारा परमात्माले उसभित्र प्रवेश गराइरहन् सुशोभित तुल्याउनु भयो। त्यसपछि प्राणीको उत्पत्ति गरौँ भन्ने उद्देश्य लिएर परमेश्वरको आज्ञाद्वारा त्यस अव्यक्तदेखि सबै सृष्टि गर्नुहुन्छ। यस्ता परमात्माको मायाले एकै खण्डले यो सम्पूर्ण उत्तरोत्तर सृष्टि विचित्र मनोरथले सहित भइन् समाप्त पनि हुन्छ। यस्ता परमात्मा जो यस किसिमको बाटोमा लाग्नेहरूले अधोगति भन्दछन्, उनै सकल प्राणीमा रहने विलक्षण परमात्मालाई बारम्बार नमस्कार गर्दछौं। नमस्कार भनौं। हे मुनीश्वर, यसपछि ईश्वरका ज्ञानले अधिष्ठित अव्यक्तबाट बुद्धिदेखि बुद्धि अहंकार 11 इन्द्रिय 5 तन्मन्त्र 5 महाभूत समेत रचना हुन्छ। विशेष गरेर
क्रमले विकारबाट रुद्र विष्णु र ब्रह्मा तीन देवता उत्पन्न भए, जसको संसारमा कतै पनि नरोकिने भएकी उनकी शक्ति भइन्। उनको कहिल्यै नाश नहुने ज्ञानद्वारा अनिमादि अष्ट सिद्धिहरू सहितले प्रादुर्भाव भयो। यसरी उत्पन्न, पालन र नाश यी तीन कर्म तीनैवटा हुन पुग्यो। कल्पान्तरमा बुद्धि र मोहका निमित्त परमेश्वरले शक्ति प्रदान गर्नुभयो। जो परमेश्वर उत्पन्न भई शक्ति धारण गरे, एकापसमा स्थित रही शक्तिलाई बढाए। ब्रह्मा विष्णु र रुद्रको स्तुति परस्पर गर्दछन्। यसैले उनको सामर्थ्य धेरै वा थोरै हुँदैन, सबैको बराबर रहन्छ। तर अज्ञानीहरू धेरै थोरै विवाद यस किसिमका विवाद गरिरहन्छन्। जसले यस्ता कुरा गर्दछन् तिनीहरू नै वास्तविक राक्षस र पिशाच भनी श्री स्वस्थानी परमेश्वरीमा श्री पद्म पुराणमा बताइएको छ। तिनै ब्रह्मा काल रूप, विष्णु रूप, पुरुष रूप, महेश्वर रूप, चतुर्व्यूह रूप तीन गुणदेखि पर छन्। ती सर्वात्मक सर्वधार शक्तिका उत्पत्तिका कारण छन्। यिनैले जगतको सृष्टि गरी ईश्वरमा लीन भइरहेका छन्। जो परमेश्वर सबैभन्दा पर छन्, तिनै सम्पूर्णका आधार सर्वात्मा सबैमा रहेका छन्। यस कारण परमेश्वर प्रकृति पुरुष ब्रह्मा विष्णु रुद्र शिवात्मक स्वरूप छन्। प्रधान पुरुषदेखि पहिले बुद्धि ख्याता महत्त्व उत्पन्न भयो। महत्त्वको भोग छ्यो भले सात्विक, राजस्विक र तामसिक तीन प्रकारका अहंकार उत्पन्न भए। तामस अहंकारबाट पंच महाभूत आकाश, वायु, तेज, जल र पृथ्वी र तन्मन्त्र महाभूतका साना भाग उत्पन्न भयो। यस्तै इन्द्रिय पनि अहंकारको विकार हुनाले राजस अहंकारबाट एकादश इन्द्रिय उत्पन्न भए। तो इन्द्रिय दुई प्रकारका छन्, 5 ज्ञानेन्द्रिय र 5 कर्मेन्द्रिय, जम्मा 10 भए। 11 मनका वेत्ता सत्व गुणबाट भए। तामस अहंकारबाट उत्पन्न शब्द तन्मन्त्रदेखि आकाश भयो। आकाशदेखि स्पर्श, स्पर्शदेखि वायु, वायुदेखि रूप, रूपदेखि तेज, तेजदेखि उत्पन्न भयो। तेजदेखि रस, रसदेखि जल, जलदेखि गन्ध, गन्धदेखि पृथ्वी उत्पन्न भइन्। र 5 महाभूतदेखि चराचर चल्ने र नचल्ने 2 किसिमको जगतको उत्पत्ति भयो। पुरुष अव्यक्त, अव्यक्तका अनुग्रहले महतदेखि विशेष पदसम्मका अखण्ड कण उत्पन्न गर्दछन्। जब ब्रह्माका कार्य र कारण सिद्धि हुन्छ, तब यस अखण्डमा ब्रह्मा संज्ञा भएको क्षेत्र बुद्धिमा प्राप्त हुन्छ। यही प्रथम शिरधारी भयो, यसलाई नै पुरुष भन्दछन्। यही प्राणीको आदिकर्ता ब्रह्मामा देखि उत्पन्न भयो। ब्रह्म तत्वमा सत्वगुण, रजोगुण र काल तत्वमा रस र रज रहन्छ। विष्णु तत्वमा केवल सत्व मात्र हुन्छ। यस्तै प्रकारले गुण बुद्धि 3 प्रकारको छ। ब्रह्म तत्वमा लोकको रचना, काल तत्वमा समार, पुरुष तत्वमा व्यापार रहित दर्शन मात्रले पालन शोषण कार्यमा सिद्धि प्राप्त हुन्छ। यस्ता प्रकारले परमात्माको 3 कर्म हुन्छ। यसरी नै 3 प्रकारले भाग लगाउने नै सो परमेश्वरको त्रिगुण भनिन्छ। 4 प्रकारले भाग लगाउनलाई उनलाई चतुर्व्यूह भनिन्छ। आदि हुनाले योग पुरुष भन्दछन्। अञ्जान हुनाले अज भन्दछन्। प्रजाको रक्षा गर्नाले प्रजापति भनिन्छ। सुवर्णको जो मेरु पर्वत छ, उही परमात्माको गर्भाशय हो। गर्भका जल समुद्र र पर्वत जरायु छन्, जरायु हुन्। यसै अखण्डलाई सर्वलोक भन्दछन्। यसको अन्तरिक्षमा संसार, चन्द्रमा, सूर्य, ग्रह, वायु, नक्षत्र आदि स्थित छन्। यो अंड जलदेखि 10 बार गुणा ज्यादा व्याप्त छन्। आकाश वायुले व्याप्त छ। आकाश पंचमहाभूतले वेष्टित छन्।
भूतदेखि महतत्व द्वारा महाप्रकृतिले व्याप्त छ। यसै कारणले यो ब्रह्माण्ड प्रकृतिका 7 आवरणले व्याप्त छ। त्यस कारण प्रकृति समेत सापेक्ष परस्पर प्रादुर्य भाव भइकन परस्पर जगतलाई धारण गर्दछ। आधारधारीहरूका भावले 3 विकारीहरूमा कछुवाका शरीर झैं फैलाउने र खुम्च्याउने हुन्छ। यही व्यक्त प्रकट सम्पूर्ण विकारले उत्पन्न गरेपछि संहार पनि गर्दछन्। यो सबै जगत पहिले बताए अनुसारको क्रमले उत्पन्न भई अव्यक्तबाट प्रकट हुन्छ। यस्तै प्रलय कालमा उल्टो गुणले पनि सम र विषम उत्पन्न हुन्छ। गुणको सौम्य लय र विषमतामा सृष्टि हुन्छ। यही ब्रह्माको कारणले ब्रह्माण्ड हुन्छ। ब्रह्माको क्षेत्र हुनाले यसलाई ब्रह्म क्षेत्र भनिन्छ। यस्तै प्रकारले यस्तो कोटियौं खण्डले व्याप्त हुनाले प्रधान तल बीचमा माथि 3 ठाउँमा स्थित हुन्छ। त्यस 3 स्थानमा ब्रह्मा विष्णु र रुद्र स्थित हुनुहुन्छ। प्रधानबाट व्याप्त रचना भई शम्भोका सान्निध्यमा प्राप्त भई जगतको रचना गर्दछ। सोही अव्यक्तबाट अव्यक्तको संशय अखण्ड उत्पन्न भएको छ। अखण्डबाट ब्रह्मा उत्पन्न भए जसले यो सम्पूर्ण जगतको सृष्टि गरे। सो जीवनको आवरण संक्षेपमा यहाँ वर्णन गरिएको छ। अन्त्यकालमा आत्यन्त्रिक प्रलय हुन्छ। यो सब चेष्टा अपरेशन जान्न सकिने परमेश्वरले को लीला मात्र हो, जो कि अप्रमेय कारण ब्रह्म छ। प्रधान प्रकृतिदेखि प्रादुर्य भाव भएको छ। यो आदि मध्य अन्त्य रहित छ। अनन्त वीर्य बलवान शुक्ल रक्त कृष्ण वर्ण पुरुषले युक्त छ। रजको बुद्धि हुनाले लोकका सन्ततिको बुद्धिको कारण छ। सृष्टिको अधिक कालमा 8 विकार उत्पन्न गरी अन्त्य कालमा गुप्त हुन्छ। प्रकृतिले स्थापित कारणले जहाँसम्म स्थित छ, फेरि संकल्प प्रकृति पनि छ। त्यस सबै शिव प्रकृति कालले ऐश्वर्य जान्नु, जो महेश्वरको केवल संकल्पबाट उत्पन्न हुन्छ। हे मुनीश्वर, बितेको आयुको जो काल वर्णन गरियो त्यसलाई परार्ध हो भनिन्छ। फेरि उत्ति नै ब्रह्माको अर्को समय छ। अनन्त उसको संहार हुन्छ। त्यो आदि जन्म ब्रह्माको प्रत्येक दिनमा 14 मुनि व्यतीत हुन्छ। अनादि अनन्त जानिनै नसक्ने हुनाले सम्पूर्ण कल्पको वर्णन गर्न कसैको पनि सामर्थ्य छैन। जो पहिले वर्णन गरियो तीमध्ये म एक कल्पको वर्णन गर्दछु। कोट्यौं कल्पहरू छन्। विभिन्न भिन्न वर्णन गर्नाले फलको के नै मिल्छ र? यस कारण पृथक भन्दिन। जो अनेक समयका अनेकौं कोट्यौं कल्प छन्, तीमध्ये जो पद्म कल्प कमलको फूलबाट उत्पन्न भएको कल्प छ, त्यसैको अब म दोस्रो अध्यायमा वर्णन गर्नेछु। इति श्री स्कंद पुराणे केदार खंडे माघ महात्म्ये कुमार अगस्त संवादे श्री सुस्तानी परमेश्वर्यायां व्रतकथायाम् इति प्रथमोऽध्याय। समादरणीय दर्शक एवं श्रोता मित्रहरू, प्रथम अध्यायको समाप्त भएको छ। अब हामीले अन्तिमको पुष्पाञ्जली गर्नेछौँ। तपाईहरूले हातमा चन्दन अक्षता फूल लिएर नमस्कार गर्नुहोला। आँखा चिम्म गरेर श्री सुस्तानी परमेश्वरीको ध्यान गर्नुहोला। ओम उपनयतु मंगलवः सकला जगन मंगलालयः श्रीमान दिनकर किरण निबोधित नव नलद दल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्यं पृथिवी सस्यशालिनी देशोऽयं च वरहितो ब्रह्मणा सन्तु निर्भयाः अपुत्रा पुत्रिणा सन्तु पुत्रिणा सन्तु पौत्रिणा निर्धना सदना सन्तु जीवन्तु शरदां शतम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र च्युतो द्वारकथा प्रसंगः
या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणावरदण्ड मण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शङ्कर प्रविधिभिर्दिव्यै सदा वन्दिता सामं पातु सरस्वती भगवती निशेषजाड्यापा कायेन वाचा मनसीन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृते स्वभावद् करोमि यद्यद् सकलं परस्मै नारायणायेति समर्पयेतद् अनन्याचेतसा भक्ता श्रुतयच्च कथामृतम् समर्पयामि तत्सर्वं स्वस्थानिं परमेश्वरीं। श्री स्वस्थानी परमेश्वरी नमो नमः भनी हाथमा लिएको चन्दनक्षता फूल श्री स्वस्थानी परमेश्वरी को पुस्तक में अर्पण गराएर आफ्नो मनको मनोकामना इच्छा होस् भनेर श्री स्वस्थानी परमेश्वरीलाई साष्टाङ्ग दण्डवत भोग गरेर आफ्ना मनका मनोकामनाहरू पूर्ण हुन् भनेर माग्नुहोला। पक्कै पनि तपाईहरूको मनका इच्छा स्वस्थानी परमेश्वरीले पूर्ण गर्नुहुनेछ। आदरणीय दर्शक एवं श्रोता मित्रहरू, प्रथम अध्यायको समाप्त भएको छ भने भोलिबाट हामीले दोस्रो दिन दोस्रो अध्याय, तेस्रो दिन तेस्रो अध्याय, चौथो दिन चौथो अध्याय गरेर ल्याउने नै छौँ भन्दै तपाईहरूले हाम्रो च्यानललाई सब्स्क्राइब गरेर बस्नुहोला र हाम्रा कथाहरू श्रवण गर्नुहोला भन्दै आजका लागि छुट्छौँ, बिदा हुन्छौँ। अर्को दिन अर्को भिडियोका साथमा भेट्नेछौँ। हस्त, धन्यवाद, शुभ दिन, शुभ समय।